साथै दर्शकबिन यता कुर्सीतिर देख्न सक्नुहुन्छ कुर्सीको काम सम्पूर्ण काम कम्प्लिट भइसकेको। अब एनपिएल को तयारी पनि भइरहेको छ भने एनपिएल को मिति पनि नजिकै गर्दा यतातिर अब यो प्लास्टिकहरू निकाल्ने काम पनि सुरु हुनेछ र सरसफाई पहिला भए पनि अहिले यो रुखको पतिङ्गरहरू आए पनि अहिले अब यो एक लट फेरि सरसफाई हुनेछ। यो प्लास्टिकहरू यो निकालिनेछ। अहिले टियुतिर चाहिँ घेरबारको काम चाहिँ चलिरहेको छ र बाटो बनाउने काम पनि निरन्तर चलिरहेको छ भने अन्य कामहरू पनि धमाधम भइरहेको छ। फ्लड लाइटतिर अहिले देख्न सक्नुहुन्छ साथीहरू निकै नै काम भएको छ। 5 मा फ्लड लाइट जडान साथसाथै 4 मा चाहिँ त्यो लिफ्ट राख्ने काम भइरहेको छ भने 3 मा चाहिँ केबलको काम भइरहेको छ। भोलि बेलुका या पर्सिसम्ममा 3 नम्बरमा रहेको हाइमास्ट पनि उठाइने छ भने अन्तिममा रहनेछ एउटा मात्र बाँकी, त्यो 2 नम्बरको।